नमस्कार तथा न्याय सुन्नेका मण्डली, आज मैले हजुरहरूलाई च्याप्टर 15 को छमको मुनुवा लिएर आएको छु र छमको मुनुवालाई सल्मिन गर्न गइरहेको छु र ढिला नगरी अब म सल्मिनतिर नै गएँ र आजको च्याप्टरको छेमुक रहेको छ हाङ्गुक उइ छन्तोङ उइसाङ भनेको कोरियाको परम्परागत कपडा भनेर पोसाक भनेर आजको छेमुक रहेको छ र तपाईहरुले अलि जुम गरे है त जुम गरेपछि तपाईहरुलाई अलि देखिनेछ कि 200 मा लगाउँ है त 200 मा कस्तो देखिन्छ त म सुरु गरिहाले है त अब 200 यसरी बढाउँ न त 250 मा ल 한국 उइ छन्तोङ उइसाङ입니다 भन्यो के अरे 한복 भनेको कोरियाको परम्परागत के हो त कपडा हो ल 한복은 भनेको कोरियन कपडा अथवा कोरियन परम्परागत कपडा चाहिँ 한국 उइ भनेको कोरियाको छन्तोङ भनेको परम्परागत उइसाङ भनेको कपडा हो रे यो के रहेछ त यो 한복 भनेको कोरियाको परम्परागत कपडा रहेछ हैन 한복은 भनेको 한복 चाहिँ 색상이 भनेको कलर अथवा रङ कोरियाको 한복को रङ चाहिँ वारेहादा भनेको भव्य वारेहादा भनेको भव्य हो है भव्य हुनुलाई के भन्छ वारेहादा भन्छ वारेहामे भनेर भव्य भएर भनेको भव्य भएर डिजाइन भनेको यो इंग्लिश वर्ड हो डिजाइन डिजाइनी वाह हागो वाह भनेर भन्ने के वाह भनेको एकदम राम्रो भनेको के धेरै राम्रो भनेको कि वाह भनेको वाह हागो वाह राम्रो र आरामदायक भनेको प्राकृतिक सुन्दर लाई भन्छ प्राकृतिक सुन्दरलाई आरामदायक भनिन्छ प्राकृतिक सुन्दर छ भनेको रे 한복 चाहिँ के रहेछ 한복को कलर चाहिँ वारेहादा भनेको एकदम शानदार भएर र यसको डिजाइन फेरि के छ अरे एकदम वाह लाग्दो छ अरे र यसको डिजाइन वाह लाग्दो र प्राकृतिक सुन्दर छ अरे भनेको है खुरेछ त्यसैले 한국 भनेको कोरिया 한국 사람들은 भने कोरियन मानिसहरू 설날 भने कोरियन नयाँ वर्ष र अथवा 결혼식 भनेको विवाह समारोह भनेको विवाह समारोह जस्ता खाची थोक्पिलागो भनेको खाची यस्तै उस्तै 설날 अथवा यो विवाह समारोह जस्ता उस्तै विशेष 수용한날에 भनेको विशेष महत्त्वपूर्ण दिनमा चाहिँ छन्तोङ 한복을 입습니다 भन्यो ल के गर्ने रहेछन् रे कोरियन मानिसहरू चाहिँ 설날 अथवा विवाह समारोह जस्ता विशेष समारोह अथवा विशेष
महत्त्वपूर्ण दिनमा चाहिँ छन्थोङ हाङबोक के गर्ने रहेछन् इप्सुमिदा लगाउने रहेछन् बुझ्नुभयो म फेरि भन्दै है हजुरहरूलाई 한복은 한국의 전통 의상입니다. 한복 चाहिँ कोरियाको परम्परागत लुगा हो अरे के अरे 한복 चाहिँ कोरियनको परम्परागत लुगा अथवा हो अरे 한복 색상이 화려함에 디자인이 우아하고 아름답습니다 भनेको 한복को कलर चाहिँ एकदम वारिया शानदार भएर डिजाइन पनि के हुन्छ वाको र वा र एकदम राम्रो र प्राकृतिक सुन्दर छ अरे 그래서 त्यसैले 한국 사람들은 कोरियन मानिसहरू 설날이나 결혼식과 같이 특별하고 중요한 날에는 전통 한복을 입습니다 भने त्यसैले कोरियन मानिसहरू 설날 र 결혼식 भनेको विवाह समारोह जस्ता विशेष महत्त्वपूर्ण दिनमा चाहिँ के गर्ने रहेछन् यो परम्परागत 한복लाई लगाउने रहेछन् भनेको है ल बुझ्नुभयो त ल पक्कै पनि बुझ्नुभएछ भन्ने मैले आशा गरेँ ल तल्लोमा जाम है त नामसङ 한복 भनेको नामसङ भनेको पुरुष हो है पुरुष 한복 चाहिँ फाजी भनेको प्यान्ट र छकोरी भनेको माथि लगाउने कपडालाई के भनिन्छ छकोरी भनिन्छ है पुरुष 한복 चाहिँ फाजी प्यान्ट र छकोरी र यो छकोरी로 구성되고 여성 한복은 한복은 치마와 छकोरी로 구성되었습니다 भने है नामसङ 한복 चाहिँ पुरुषको 한복 चाहिँ के हुने रहेछ फाजी र छकोरी हुने रहेछ छकोरी भनेको फाजी भनेको प्यान्ट छकोरी भनेको माथि लगाउने कपडा 한복को र यो छोकी भनेको फेरि यो के हो त यो जस्तो हुन्छ नि त हामीले जारीकोट अथवा भन्छौँ नि त जारीकोट आस्कोट भन्छौँ नि त त्यसलाई फेरि के भन्छ छकोरी र खुसङथोइको बनाइने रहेछ पुरुषको 한복लाई चाहिँ के गर्ने रहेछ फाजी र छकोरीलाई ढाक्नेलाई के हुने रहेछ छोगी हुने रहेछ खुसङथोइमिदा भनेको यस्तो पुरुषमा समावेश हुने रहेछ पुरुषको 한복मा र यस 한복 भनेको महिलाको 한복 चाहिँ 치마 भनेको के हो थाहा नि मेडी र छकोरी भनेको मेडीसँग लाउने माथिको कपडालाई खुसङथोइमिदा समावेश गरिन्छ अरे ल के रहेछ त पुरुषको माथि लगाउनेलाई पनि छकोरी भनिने रहेछ र महिलाको माथि लगाउनेलाई पनि छकोरी भनिने रहेछ यो चाहिँ के रहेछ त सिमिलर रहेछ र पुरुषले लगाउने भनेको प्यान्ट हो प्यान्टलाई के भन्छ कोरियनमा फाजी भन्छ हैन अनि त्यसपछि महिलाहरूले लगाउने चाहिँ के हो त यो छिमा हो छिमा भनेको के हो त मेडी हो यसलाई चाहिँ के हुने रहेछ केटीले लगाउने चाहिँ मेडी र छकोरी रहेछ माथि लगाउनेलाई छकोरी भनिने रहेछ छिमा र छकोरी भनिदिँदो रहेछ र पुरुषले लगाउने चाहिँ तल लगाउने चाहिँ फाजी र माथि लगाउने छकोरी र छकोरीलाई ढाक्ने चाहिँ छोकी आस्केट अथवा जारीकोट हुने रहेछ भनेको है ल 한복은 भनेको यो 한복은 भनेको चाहिँ कोरियन के हो त छन्थोङ 의상 हो यो 한복은 자연스러운 भनेको 한복은 चाहिँ प्राकृतिक सुन्दर र छुरुम्गा भनेको यो मुजा है मुजा भन्छ नि त साडीको मुजा परेको भन्छ नि त साडीको मुजालाई के भन्छ छुरुम भनिन्छ नि त त्यस्तै 한복को 자연스러운 भनेको प्राकृतिक सुन्दर छुरुम
भनेको मुजा र फुङसुङहान भनेको प्रचुर मात्रामा भएको सिउलुट भनेको सिउलटको कपडाले मुदुनछेयम भनेको सबै छेङ भनेको शरीरको आकारको सारामदुलुल्के मानिसहरूलाई औरिन्दानुन भनेको सुहाउने भन्ने छाङजम भनेको फाइदा इस्सुनिदा छ भन्यो अरे के रहेछ त यो हानबोक चाहिँ प्राकृतिक सुन्दर मुजा भएको प्रचुर मात्रामा यो के अरे सिलुएट कपडाले मुदुम छेयम भनेको सबै प्रकारको शरीरको आकारको सारामदु मानिसहरूलाई सुहाउने भन्ने फाइदा रहेको छ अरे भन्यो है। अनि बुझ्नुभयो त यो कतिको बुझ्नुभयो? बुझ्नु भएन भने म फेरि भन्दै नामसङ हानबोगुन फाजी वा छखोरी रो खुसङथोइगो भनेको पुरुषको हानबोक चाहिँ फाजी प्यान्ट र छखोरी भनेको माथि लगाउने र यो छखोरीलाई ढाक्नको लागि यो छखुई भनेको यो जस्तो यो छ नि त यहाँ एकछिन बोक्नु है यो भएन हो यो छ नि त यो फुचेल्लाको यो भाइराट यो लाछ नि यसलाई छखोरी भनिन्छ। यो छखोरी यिनी के अरे यो भित्रको लाको छखोरी यो चाहिँ छोकी भाइराको कालो छ नि यसलाई चाहिँ के भन्छ छोकी भनिन्छ है। यो चाहिँ के यस्तो हुने रहेछ पुरुषको चाहिँ र महिलाको चाहिँ के हुने रहेछ अरे यसलाई छखोरी भन्यो होइन यो माथिकोलाई यसलाई छखोरी भन्यो अनि यो चाहिँ के हुने रहेछ यो चाहिँ छिमा भन्ने रहेछ है। यस्तो हुँदो रहेछ भनेको है। अनि एसँग हानबोगुन छिमा वा छखोरी खुसङथोइस्मिदा भन्यो है। के रहेछ त महिलाको हानबोक चाहिँ छखोरी यो छखोरी अनि यो चाहिँ के अरे यो छखोरी र यो छिमा यो फेरि के हो त यो छिमाद्वारा बनाइदो रहेछ अरे समावेश हुने रहेछ महिलाको हानबोकमा चाहिँ। हानबोक छायुन सुरपुन भनेको कोरियन पोसाक चाहिँ कोरियन परम्परागत पोसाक चाहिँ प्राकृतिक सुन्दर चुरम भनेको मुजा र फुसङहान सिलुएतुरो भनेको कोरियन हानबोक चाहिँ प्राकृतिक सुन्दर मुजा र प्रचुर मात्रामा सिलुएट कपडाले मुदुन छेयम भनेको सम्पूर्ण शरीरको आकारको सारामदुल के भनेको मानिसहरूलाई अलिन्दानुन भनेको सुहाउने भन्ने छाङजमी इस्सुनिदा फाइदा छ भनेको है। ल अब हामी तल्लो भागमा जाम है त। कहाँ गयो ल यहाँबाट जाम है त। खुरना तर छन्थोङ हाङबोक भनेको ल यहाँबाट लग्यो है म। खुरना छन्थोङ हानबोगुन फ्याङसाङबोक बोगुरो इगिए थासो फुलफेन हान छमी इस योजुमुन छन्थोङ हानबोगुल खेरन हाए मान्दुन
만든 생활 한복은 입는 사람들이 많아지고 있습니다. भनेको के अरे पुराना 전통 भनेको पुराना तर 전통 한복은 भनेको कोरियन परम्परागत 한복 चाहिँ फेन्सन복으로 भनेको सामान्य कपडाले इब्किए कपडाद्वारा अथवा सामान्य कपडाद्वारा इब्किए लगाउनको लागि थासो फुलफेन हान भनेको केही हदसम्म फुलफेन हान भनेको असहज जमी इच्छ भनेको असहज फुलफेन जमी इच्छ भनेको असहजको बुदा भए तापनि अथवा असहजको पोइन्ट भए पनि यो जुन हुन् आजभोलि चाहिँ छन्थोङ हानबोगुल भनेको परम्परा के अरे छन्थोङ हानबोग परम्परागत हानबोगलाई खेरनहाए भनेको सुधार गरेर यो खेसनहाए भनेको सुधार गरेर मान्दुन बनाइएको सिंगल हानबोगुल दैनिक जीवनयापनको हानबोगुल इपुन भनेको लगाउनको लागि सारामदुरी मानजिगो इसुनिदा मानिसहरू के गर्दै गइरहेको छन् बढ्दै गइरहेको छन् भनेको के अरे फेरि भन्दै है म पुराना तर छन्थोङ हानबोगुन भनेको परम्परागत हानबोग चाहिँ फेन्सन हानबोग हो भनेको फेन्सन हानबोग भनेको यो छ नि त सहज तरिकाले इब्किए लगाउनमा चाहिँ केही असहज भए तापनि असहज बुदा देखिए तापनि भए तापनि आजभोलि के यो जुन छन्थोङ हानबोगुन भनेको आजभोलिको के अरे आजभोलि चाहिँ परम्परागत हानबोगलाई चाहिँ सुधार गरेर के गरेछ अरे दैनिक जीवनमा प्रयोग हुने हानबोगुल इप्नुन भनेको के अरे यो दैनिक जीवनमा प्रयोग हुने हानबोगलाई हानबोग लगाउन इप्नुन भनेको हानबोग लगाउनको लागि सारामदुल भनेको मानिसहरू के गरेछन् रे मानजिको इस्नुनिदा भनेको अहिले चाहिँ पहिले चाहिँ यो सहज तरिकाले हानबोग लगाउन केही असहज बुदा देखिए तापनि अथवा पोइन्ट देखिए पनि आजभोलि चाहिँ के रहेछ नि त यो पुरानो हानबोगलाई सुधारेर यो दैनिक जीवनमा लगाउनको लागि पनि के रहेछन् यो मानिसहरू बढिरहेको छन् किनभने सुधारेर होला नि त सुधारेर के गरेछन् रे बढेको छन् भनेको है ल 생활 한복은 전통 한복보다 생활 한복은 전통 한복보다 디자인이 탄소하고 실용적이 있어 언제나 편하게 입을 수 있습니다 भन्यो के अरे सिंहल हानबोग भनेको दैनिक जीवनयापनमा लगाउने हानबोग चाहिँ छन्थोङ हानबोग भन्दा पुरानो हानबोग भन्दा डिजाइनमा थान्सो हागो सामान्य र सिल्योजगिन भनेको व्यावहारिक भएर अन्जेना जहिलेसुकै फेनहागे सजिलै गरी इबुल्सु इस्नुनिदा सजिलै गरी के गर्न सकिन्छ अरे लगाउन सकिन्छ अरे भनेको है अनि इरान 이러한 한복의 변화는 한복의 대중화에 기여하였습니다. भने요 के अरे
यस्तो हानबोकको परिवर्तनले हानबोकको कोरियन परम्परागत लुगा हानबोकको लोकप्रियता थेजुङवा भनेको लोकप्रियता किए भनेको स्मरण अथवा योगदान पुर्याइरहेको छ अरे के रहेछ त फेरि भन्दै है म यो माथिबाट के भन्यो खुराना 전통 한복은 펜션 한복으로 입기에는 다소 불편한 점이 있어 भनेको यो तर आज परम्परागत हानबोक चाहिँ पेन्सनबोक भनेको यो सजिलो है एकदम सजिलो गरी इब्गिए नुन अनि सजिलो गरी लगाउनकोमा चाहिँ केही फुलफेन चमी भनेको असहज बुदा देखिए पनि भएर अथवा देखिएर भएर यो जुन हुन् आजभोलि चाहिँ 전통 한복은 भनेको परम्परागत हानबोकलाई खेरेनहाए सुधार गरेर मान्दुन सेङवाल हानबोक भनेको बनाइएको दैनिक प्रयोगमा हुने हानबोकलाई इप्नुन भनेको लगाउने सारामदुरी मानिसहरू मानजिग्यो इस्मुनिदा बढिरहेको छन् भने है अनि सेङवाल हानबोकुन भनेको जीवनयापनमा प्रयोग हुने हानबोक चाहिँ 전통 हानबोकभन्दा परम्परागत हानबोक भन्दा डिजाइनले थान्सो हान भनेको साधारण र सिलियोजगी यस भनेको व्यावहारिक भएर अन्जेना जहिलेसुकै फेनहागे सजिलै इबिल्सु इस्मुनिदा लगाउन सकिन्छ इराहान हानबोकुई यस्तो हानबोकको फेनवा नुन परिवर्तन चाहिँ हानबोकको थेजुङवा भनेको लोकप्रियता किए हाएसम्निदा भनेको योगदान दिइरहेको छ भन्यो है ल तल्लोमा जाम त हानबोकुन इप्नुन सारामुई यालेङ इना 예갈 दुङे तारा सिख्याल과 डिजाइनी 조금 다릅니다 भन्यो के अरे हानबोक चाहिँ इप्नुन भनेको हानबोक चाहिँ इप्नुन भनेको हानबोक चाहिँ लगाउने सारामी उही भनेको मानिसको याल्लिमिना भनेको उमेर अथवा येगल भनेको भूमिका दुङे अथवा इत्यादिमा तारा सिख्याल과 डिजाइनी 조금 다릅니다 के अरे हानबोक लगाउने मानिसहरूको उमेर अथवा एगाल भनेको भूमिका अनुसार के गर्ने रहेछ अरे भूमिका अनुसार सेख्वालगा डिजाइन भनेको रङ र डिजाइन अनुसार के गर्ने छ छगुम अलिकति फरक छ अरे ल के फरक रहेछ त भनेर हेरौँ है त अब फेरि के फरक रहेछ देखाउँछ है अब पक्कै पनि देखाउला नि त खेलनसिक भनेको विवाह समारोहमा चाहिँ विवाह समारोहमा सिल्लाङुई बेहुलाको अमनी आमाले चाहिँ फोरोङसेक खेथोङी छमजान उन हानबोकुल इब्गो भनेको के रहेछ त खेलङसी भनेको यो विवाह समारोहकोमा चाहिँ के गर्ने रहेछ त अरे विवाह समारोहमा चाहिँ के हुने रहेछ त बेहुलाको आमाले चाहिँ प्राय जसो के गर्ने रहेछन् त नीलो रङको के गर्ने रहेछन् त नीलो रङको के गर्ने रहेछन् कलरको
निलो रङ प्रकारको के गर्ने रहेछन् शालीन हानबोक भनेको छमजान भनेको शालीन अथवा उचित शालीन है यो छमजान भनेको शालीन हानबोकुल के गर्ने रहेछन् लगाउने रहेछन् इब्गो भनेको लगाउने रहेछन् त झन् देखिएन त हौ सिन्बुई दुलैको अमनिनुन आमा चाहिँ फुयोङसे भनेको यो गुलाबी कलरको अथवा पिङ्क कलरको खेतोङी थानाहान हानबोकुल इप्सुनिदा भन्यो है के गर्ने रहेछन् त यो दुलाको आमाले चाहिँ प्राय जसो कस्तो गरेर यो निलो प्रकारको अथवा निलो प्रणालीको ऊ लगाउने रहेछन् शालीन हानबोक लगाउने रहेछन् र दुलैको आमा चाहिँ के रहेछन् त गुलाबी प्रकारको थायाङहान भनेको सामान्य हानबोकलाई लगाउने रहेछन् भनेको है ल यहाँ चाहिँ के भनेछ छुइगुनुन भनेको ल अलि उ गर्नुपर्छ है ल यतिमा देखिन्छ छुइगुनुन हालसाले चाहिँ थुरायसनुन भनेको बढिरहेको अथवा भित्रिरहेको हानबोक फेसन फेस्टिभल इना हानबोक फेसन सो दुङमुल थोङे हानबोकुई आरुमदाबोन सेगे जगुरो नल्ली आलिएनुन नोरेक इयजी गो इसुम्निदा भनेको ल हालसाले चाहिँ के हुने रहेछ त यो हानबोक फेस्टिभल र अथवा हानबोक फेसन सो दुङमुल इत्यादि मार्फत के हुने रहेछ त हानबोकको भनेको हानबोकको आरुमदाबुन भनेको हानबोकको प्राकृतिक आरुमदाबुन भनेको प्राकृतिक सुन्दर सेगेजगुरो भनेको प्राकृतिक सुन्दर रूपले विश्वभरि के अरे नल्गी व्यापक आल्दा भने के हो त बुझ्नु अथवा चिनिनु हो नि त व्यापक रूपमा चिनाउन नोरेकी भनेको प्रयास इयजी गो इसुम्निदा भनेको जोडिरहेको छ अरे के गर्ने रहेछ त अहिले चाहिँ यो हानबोकलाई चाहिँ चिनाउनको लागि हानबोक फेस्टिभल अथवा हानबोक फेसन सो मार्फत के गर्ने रहेछ त विश्वभरि व्यापक रूपमा चिनाउनको लागि प्रयास भइरहेको रहेछ भनेर भनेको छ ल कतिको बुझ्नुभयो जति बुझ्नुभयो कृपया कमेन्ट गरेर भनिदिनु होला हस् त धन्यवाद आजको यो च्याप्टर 15 को छौँको मुना यहीँसम्म रह्यो